Hello guys, good morning. गुड मर्निङ फेरि आज पनि आयो है, आज पनि निन्द्रा खोल्यो फेरि। यस्तै छ, के गर्नु। गुड मर्निङ साथीहरू। अब आज पनि म उठेको है। म त सुत्दै थियो, जति सुत्दै निन्द्रा पुग्दैन साथीहरू। के गर्ने, आमा विदेशमा पनि गाह्रो छ हो विदेशी जिन्दगी। हुन त फेरि यस्तो कि अब घरतिर भए पो होइन, आफ्नो फ्यामिलीहरूले सबैले उठ्नुपर्छ भन्ने कुरो हुन्छ। यहाँ त उठाउनु कोही हुन्न, सुत्यो भने सुत्दै हो होइन। त्यही अब जतिखेर सुत्नु भयो सुत्न चाहिँ, तर फेरि एउटा बाध्यता चाहिँ ड्युटी चाहिँ जानै पर्ने कि। हेल्छ सुत्दैछु, मुख सुक्दो होइन, फ्रेस पनि भएन, ड्युटी छ, जानु पर्यो है। ल साथीहरू, म त अब उठेको बाहिर यस्तो उज्यालो भइसक्यो कि बाहिरतिरबाट पुरा बाहिर त घाम लागिसकेको छ हौ, खतरा घाम लाग्छ बाहिर त घाम लागिसकेको छ। म चाहिँ भर्खर उठ्दैछु, फेरि बिस्तारै मिलाउनु पर्यो, बिस्तारै मिलाउनु पर्छ। बाहिर हेर्ने, बाहिर पुरा बाहिरतिर घाम लागिसक्यो। नेपालतिर त पुरा चची गरेर चराहरू करा सुन्छु, यहाँ त चरा पनि छैन, केही पनि छैन। यो साइप्रसमा चाहिँ चराहरू केही छैन साथीहरू है। अब बिस्तारै मिलाम, फेरि भन्नु होला कतिले बिस्तारै मिलाएको देखाउँछ भन्नु होला, के पनि मिलाउन पनि पर्यो। फाइनली साथीहरू बिस्तारै मिलाएर भए है। यो ब्ल्याङ्केट छ नि, यो ब्ल्याङ्केट अब साइप्रसमा गर्मी सुरु भइसक्यो, समर सिजन सुरु भइसक्यो, एकदम गर्मी छ होइन। त्यसैले अब यो ब्ल्याङ्केटको धेरै छैन रोल। अब यसलाई चाहिँ धुलाएर ट्याक्क हालिदिने हो, थन्काउनु पर्छ अब चाहिँ, किनकि गर्मी सुरु भइसक्यो होइन। त्यसैले अब हेर्नु बिस्तारै कस्तो थियो, नमिलाउँदै मिलाउँदै यस्तो हो। र साथीहरू अब डेली रुटिन यस्तै हो आफ्नो त है, उठ्नै पर्छ। अब छुट्टी भयो बेला चाहिँ अलिक सुत्न पाइन्छ होइन, छुट्टी भयो बेला चाहिँ अलिक सुत्न पाइन्छ, नत्र भने चाहिँ यसरी उठ्ने, बिस्तारै मिलाउने, अब फ्रेस हुने, ड्युटी जाने, यही चल्छ काम कारबाही। आज पनि उठिहालेँ, अब बिस्तारै मिलाइहालेँ। यो कपडाहरू पनि छ अरे, यहाँ कपडाहरू हेर्ने, कपडा पट्टाउन पनि पाएन यार, हेर्नु त यो कपडाहरू ले हेर्नु न, यहाँ कपडा यस्तरी छ। यो कपडा पट्टाउन पनि पाएन होइन, यो कपडाहरू पट्टाउनु छ अहिले, मजासँग पट्टाउने होला है। हेलो साथीहरू, अब म फ्रेस भइसकेँ होइन, उठेर नुहाइ धुवाइ गरेर म निस्किसकेँ। अब ड्युटी जानुपर्छ, अब सधैँको ड्युटी सेम नै हो। अब 1 बजीबाट ड्युटी छ आज पनि मेरो, त्यसैले अब आज चाहिँ होइन भोकै जानुहुन्न, केही न केही खाएर जानु पर्यो भनेर मैले जो खानाहरू तताएको छ। विदेशमा यस्तै छ साथीहरू, के गर्ने, अब आफै बनाउने हो, आफै तताउने। यहाँ तात्दैछ, यो चाहिँ मासु हो है, अनि यतापट्टि चाहिँ दाल छ। अब यही खाने, यही जाने हो, नखाइकन काम गर्न सकिन्न। त्यसैले अब हाम्रो चुला चाहिँ फेरि यस्तै हो, ग्यास छैन धन्न भाग्यले, इलेक्ट्रिसिटीको ट्याक्क चाहिने भनौँ न, के भन्छ यसलाई यार, आगो फुक्न नपर्ने, ट्याक्क गर्न नपर्ने होइन, ग्यास चाहिँ जलाउन नपर्ने, त्यस्तो खालको चुला पाइएको छ। अब यही खाना खाएर जाने हो म। अब यस्तै छ हाम्रो, अब परदेशमा किचन यस्तै छ, के गर्ने साथीहरू। अब यतातिर कुहिएर बाहिर हल्ला गर्दैछ। अब यहाँ बस्छु, बसेर खाना खानु पऱ्यो, छिटो हतार खानुपर्छ कि फेरि। अब हतार खानुपर्छ, खाएन भने फेरि भ्याउँदैन होइन। यो मेरो डाइनिङ टेबल हो, केटाहरूले लथालिङ्गै बनाएको छ हो। विदेशी जिन्दगी यस्तै छ साथीहरू, परदेशी जिन्दगी। अब खाना हालेर मैले भ्याइसकेँ है। मान्छेहरूले भन्ला फेरि यार हो त युरोपमा बसेर पनि के हो, पुरा गाउँघरकै स्टाइल नेपाली पाराले देखाएको जस्तो भन्ने कुरा गर्नुहुन्छ होला होइन।
तर के गर्ने, चाहे युरोपमा बसौँ चाहे अमेरिकामा बसौँ होइन, डजन्ट म्याटर। यो मन त मेरो नेपाली हो होइन, त्यसैले नेपाली पारामै दिने हो। यी साथीहरू भात यस्तै छ, यो सानोतिनो मुखाबुङ भन्छ के भन्छ। कस्तो साथीहरू धेरै स्टाइल नपारौँ होइन, अब ड्युटी जानलाई टाइम छैन, ड्युटी जाने बेला भइसक्यो। अब चम्चाले खाना जानिन्न, त्यो फोर्क सोर्क भन्ने, काँटा साटा भन्ने, त्यो चम्चा स्पुन नाइफ साइफ भन्ने कुरो हुँदैन। भगवान्ले दिएको यही हात छ, सबै कुरो यो फोर्क पनि यही हो, नाइफ पनि यही हो होइन, स्पुन पनि यही हो। ल साथीहरू मैले खाएँ। विदेशमा यस्तै हो, उतिखेर बनाएर उतिखेर तातो खान पाउँला भन्ने एकदम रियली चान्सेस हुन्छ, कहिले काहीँ मात्रै हो, नत्र भने त बासी खाने हो साथीहरू। अब प्रायः हाम्रो नेपालमा कतिपय ठाउँमा त बासी खाने बिरामी हुन्छ, छेरपटे लाग्छ के लाग्छ भन्छ होइन। ए विदेशमा आएपछि त त्यस्तो त अब छेरपटे होइन, बासी हो खाने। साथीहरू अब ड्युटी जाने बेला भयो, अब जुत्ता लाउनु पर्यो होइन, के गर्ने, यहाँ खुट्टामा जुत्ता लाउनै पर्यो। यो खुट्टामा जुत्ता लगाएपछि फेरि हिँड्नुपर्छ होइन, हिँडेर गएर काम गर्ने हो। साइप्रसमा लास्टै गर्मी छ यार, लास्ट गर्मी छ अहिले साइप्रसको स्थितिमा साथीहरू होइन। अब यो गर्मीमा जाने खै भर्नु आएको, फेरि पसिना निस्किसक्यो यार। धन्न मेरो चाहिँ अब टाढा छैन भनौँ न होइन, काम गर्न जाने ठाउँ टाढा छैन, काम गर्ने ठाउँ यहाँबाट यसो गयो 10 मिनटको बाटो हो होइन। त्यसैले अब निस्किन्छु, अब के छैन, यस्तै छ साथीहरू विदेशी जिन्दगी। यो चस्मा लाउनै पर्छ, यहाँ चस्मा नलाइ चाहिँ हुँदैन। यहाँको घामले एकदम आँखामा हान्छ है, एकदम सिधै पर्छ क्या यहाँ घाम, यस्तो लाग्छ टाउको माथि परेको घाम भन्ने हुन्छ यार, लाछे घाम भन्ने हुन्छ। त्यसैले यो चाहिँ मेरो झोला हो, झोला लानै पर्छ, बोक्नै पर्छ। त्यो छ साथीहरू। अब अनि के छ त बिचरा साथी हो, कोही आउनु मन छ साइप्रसमा, आउनुहोस् है, आउनुहोस्। साइप्रसमा आउनु मन छ भने मजासँग आउनुहोस् होइन, आफ्नो हातमा एक्सक्युज बोकेर आउनुहोस्, मन दह्रो बनाएर आउनुहोस्, एकदम धेरै ठुलो सपना बोकेर नआउनुहोस्, अनि फेरि एकदमै मन सानो गरेर पनि नआउनुहोस् होइन। ठिकै हिसाबले जे पर्छ यार, जे पर्छ टर्छ भन्ने हिसाबले आउनुहोस् होइन। अल इज वेल भन्ने सोच राखेर आउनुहोस्, राम्रै हुन्छ। सबैजनाले गरिराख्नु भएको छ होइन, हामीले पनि गरिराखेकै छौँ। अब सुरुमा नेपालमा हुँदाखेरि के होला कस्तो होला यार, ओहो नयाँ ठाउँ विदेश होइन, अब एरोप्लेन चढेर जाने हो, कस्तो हुन्छ होला के हुन्छ होला, अब सुरुमा भाषाको प्रब्लम नि हुन्छ होला भन्ने कुराहरू पनि भइरहेको हुन्छ। त्यस्तो टेन्सन लिनु पर्दैन, साइप्रसमा इङ्ग्लिस चल्छ होइन। अब बोल्न त यहाँको ग्रिक ल्याङ्ग्वेज यिनीहरूले बोलिरहेको हुन्छ, तर यहाँ इङ्ग्लिस पनि चल्छ, अनि यहाँको मान्छेले इङ्ग्लिस नै बोल्छ। तर यति कुरा हो कि अब यिनीहरूले इङ्ग्लिस बोल्दाखेरि ग्रिक पनि मिसाइदिन्छ कि, त्यही भएर सुरुमा चाहिँ अलिक बुझ्न गाह्रै हुन्छ कि, कन्फ्युज हुन्छ। इङ्ग्लिस नै छ फेरि ग्रिक पनि छ, ग्रिक त हामी त फेरि चिल्लै हो नि त होइन, हामीले केही पनि आउँदैन के भन्ने होला भन्ने कुरो हुन्छ। हामीलाई पनि त्यस्तो भइराखेको हुन्छ होइन, तर पनि सुरुमा आउँदा भन्दा अहिले चाहिँ अलिक मजाले बुझिन्छ यिनीहरूले बोलेको इङ्ग्लिस। त्यही भएर आउनुहोस्, एकदमै धेरै इङ्ग्लिस पनि जान्नु पर्दैन यार, तपाईँलाई बस भनिहाल्यो भने त यस नो ओके ओ या म कता जाने हो, यो के हो, अनि यो कसरी गर्ने हो, यस्तो चिजहरू जाने भने ठिक छ क्या होइन। बाँकी कुरो टेन्सन लिनु पर्दैन, तपाईँको यो हातमा छ नि यो हुनु पऱ्यो कि, कला चाहिँ हुनु पऱ्यो है साथी हो, कला चाहिँ हुनु पऱ्यो। फेरि बिना कला चाहिँ हुँदैन है, यो गला मात्रै खोक्ने अनि कला चाहिँ फेरि हातमा छैन भने त फेरि हुँदैन नि साथीहरू है, म त्यही भन्छु। अनि विशेष गरेर चाहिँ सुसी सेफहरू चाहिँ कुकेमा आउनुहुन्छ, सुसी सेफहरूलाई राम्रो छ है, पैसा पनि राम्रो छ साथीहरू, किनकि कुक एको ग्रेड हो नि त होइन। अब कुकेलाई त अब पैसा राम्रै हुन्छ, ठिकै छ, जे भयो नि। आउनुहोस् मजासँग, तर सिप चाहिँ सिकेर आउनुहोस्, हतार नगर्नुहोस् विदेशमा आउनलाई। तर विदेशमा आउन हतार गर्नुभन्दा पनि तपाईँले सिक्नलाई हतार गर्नुहोस्, ठिक छ। म 2-4 महिना 1 वर्ष 6 महिना सिक्छु, त्यसपछि जान्छु नि त भन्नुभयो भने तपाईँले सिकेको सिकेर जाँदैन होइन। र अनि नेपालमा मैले यो चाहिँ म त यस्तो चाहिँ एकदम एक्सपर्ट छु, सब चिज जान्ने छु, यो पनि नभन्नु होइन। म अब होटल लाइनमा यति वर्ष काम गरेको, यस्तो गरेको ऊ गरेको नभन्नुहोस् होइन, किनकि नेपालको सिस्टम र यहाँको सिस्टम फरक हुन्छ। नेपालको होटल लाइनमा गर्ने काम र यहाँ गर्ने कामहरू फरक हुन्छ, कतिपय कुराहरू मिल्न पनि जान्छ, म्याचिङ पनि हुन्छ, तर कतिपय कुराहरू फरक हुन्छ, किनकि सबै ठाउँको आफ्नो अलग अलग सिस्टम हुन्छ होइन।
त्यसै कारणले गर्दाखेरि चाहिँ साथीहरू त्यति साह्रो एकदम प्राउड गरेर पनि नआउनुहोस्। यहाँ ठिक छ जान्छु यहाँ नयाँ ठाउँ हो, नयाँ ठाउँको सिस्टम हुन्छ, नयाँ ठाउँको अब होटलहरूको रेसिपी हुन्छ, रेस्टुरेन्टको रेसिपी हुन्छ, त्यो चिजलाई फलो गर्छु यार केही छैन भन्ने चिज चाहिँ राखेर आउनु। काम चाहिँ उभिएरै हो है, बसी गर्न चाहिँ पाइन्न, विदेशमा कहीँ पनि उभिएर नै हो। तर नेपालमै पनि होटेल लाइनमा अब उभिएर काम गरिसकेको मान्छेले चाहिँ गाह्रो पर्दैन। घरमा पुरा ओत्तान ट्याङ लाएर बिस्तारामा मोबाइल खेलाइ चाहिँ ओत्तान ट्याङ लाएर बसेर आएको मान्छेलाई चाहिँ गाह्रै हुन्छ। तर होटेल लाइनमा उभिएर काम गरेको मान्छेलाई त्यति गाह्रो छैन। आउनुहोस्, तपाईँलाई पनि स्वागत छ। र अहिले साइप्रसमा सिजन पनि खुलिसकेको छ, अलिकति यो वारले गर्दाखेरि चाहिँ डिस्टर्ब भएको छ होइन। अनि यतिखेरको सिचुएसनमा चाहिँ जति पनि साइप्रसमा बस्नुभएको साथीहरूलाई के भन्छु भने काम चेन्ज नगर्नुहोस् होइन। एउटा काम चेन्ज गरेर अर्को काम पाउन अलिक गाह्रै हुन्छ अहिले यो हालतमा, यो स्थितिमा। अरू नर्मल हालतमा भन्थ्यो नि समर टाइममा मजाले काम चेन्ज गर्न सकिन्थ्यो होइन। अहिले चाहिँ गाह्रै छ, त्यही काम चेन्ज नगर्नुहोस्। जस्तो छ त्यही आफ्नो काममा चित्त बुझाउनुहोस्, बस्नुहोस् होइन, केही छैन। अब बिस्तार सबै कुरो राम्रै भइहाल्छ। विशेष गरी नेपालबाट आउन चाहने साथीहरूलाई चाहिँ त्यही हो, आउनुहोस् साथी हो, आउनुहोस् विदेशमा आउनुहोस्, समुद्र हेर्नुहोस् यार। 8-9 लाख 10 लाख तिरेर आइन्छ हामी, यही समुद्र हेर्न आएको त हो होइन। समुद्र पनि हेर्न पाएँ नि, मुभीमा फिल्ममा हेरेर जस्तो यहाँ समुद्र रियलमा हेर्न पाएँ नि, प्लेस काम पनि गर्न पाएँ नि, फेरि नेपाली पैसातिर युरो कमाउन पाउने, यो हो नि त भाग्य होइन साथीहरू। ल साथीहरू अब काममा निस्केर हिँडेको है म चाहिँ। अब मेरो टाइम भइसक्यो, अलिकति स्पिडमै जानुपर्छ होइन। अब तपाईँहरूलाई मैले अघि नै भनेको थिएँ नि ल्याउनुहोस्, यस्तो घाम छ बाहिर, टिलिक्क टल्कने घाम लागेको छ होइन। अनि यो चस्मा चाहिँ नि यसरी लाउनु पर्छ कि, चस्मा लाएन भने धेरै गाह्रो हुन्छ है। अनि आज त जेसुकै होस्, यहाँ कोही पनि मान्छेले छाता ओढे चाहिँ देखिनँ, तर मैले चाहिँ आज जोसुकैले जेसुकै भन्छु नेपाली पारामा दुलाई जस्तो बनाएर छाता ओढिदिन्छु भनेर छाता ओढेको है। यस्तो बाफा छ यार, आमामा यति राफा छ कि छाताबाट माथिबाट हेर्नु न, घाम चाहिँ टाउको माथि झुन्डिया जस्तो लाग्छ अनि टाउको माथि सँगसँगै हिँडे जस्तो फिल हुन्छ है। यो घामले चाहिँ नि यो गर्मीमा समरमा यस्तै छ। अब फेरि यहाँको आकाश फेरि हेर्नु न, यहाँ के सानो देख्नु भएको छ आकाशमा, एउटा बादल केही छैन हौ, बादल पनि एउटा छैन। सुरुमा आउँदाखेरि त फर्स्टमा आउँदा त आत्तिएको नि यार, आम्मामा अनि के खालको घाम लागेको यस्तो भन्ने भएको के। आकाशमा हेर्छु यार सेतो कागज जस्तो है, पुरा प्लेन छ, केही पनि छैन यार। बाबै कस्तो ठाउँमा आइएछ त यार भन्ने फिल भएको कि। अहिले चाहिँ अब अलिक बानी परिसक्यो होइन, अहिले चाहिँ त्यस्तो लाग्दैन। अब धन्न यदि यही बाटोमा यही घाममा आधा घन्टा जति 1 घन्टा जति हिँड्न पर्ने भएको है, गाडी नचल्ने अनि हिँड्नु पर्ने भएको त कसम से सिजी हुन्थ्यो साथीहरू, मरिन्थ्यो होला क्या होइन। गइन्छ होइन, यताबाट जान्छ यार, धेरै बाटो के घुमिरहने होइन। हिजो राति चाहिँ म त्यताको बाटो आएको हो, अनि यो बाटो तपाईँहरूलाई थाहै छ, म डेली हिँड्ने बाटो यही हो। अब यही बाटो सधैँ आउने जाने गरिरहेको हुन्छु। न त उस्तै पर्छ होला बाटो, तर अलिकति छोटो पर्छ कि जस्तो फिल भएर चाहिँ आइदिएको मात्रै हो है। अब यस्तै छ परदेशको जिन्दगी, साइप्रसको जिन्दगी साथीहरू, साइप्रस लाइफ तपाईँहरूलाई पनि देखाइदिइहालौँ न। जति अब विदेशमै बसेर मेरो भिडियो हेर्नुभएको साथीहरू, अनि फेरि जो विदेशदेखि नेपालमा बसेर हेर्नुभएको मेरो साथीहरूले भिडियो, जति पनि नेपालमा बसेर हेर्नुभएको साथीहरूलाई पनि यसो यहाँ दिलाइदिउँ भने। यहाँको रुख चाहिँ हेर्नु नि, यस्तो टाइपको रुख हुन्छ है, हेर्नु त्यो रुख घोचा जस्तो रुखले हेर्ने है, यस्तै हुन्छ। अनि यो रुखहरू चाहिँ यो सुन्तलाहरूको रुख हो, यो घरनिर देख्नु भएको छ नि, यो सुन्तलाहरूको रुख हो। अनि यहाँको मान्छेहरूको चाहिँ एउटा बानी चाहिँ मलाई अचम्म के लाग्यो भन्दा साथी हो, हाम्रो त अब घरतिर फलफुल फल्यो भने, सुन्तलाहरू बेलाउतीहरू फल्यो भने पनि कसैले आएर टिपेर खाइदिने हो कि, चोर लाग्ने हो कि, कोही पट्याङ गर्ने केटाकेटीहरू आएर टिपेर खाइदिन्छ कि भन्ने हिसाब हुन्छ नि त होइन। कसैले चोरेर खाइदिन्छ कि भन्ने हिसाब हुन्छ नि त। यिनीहरू त अचम्मै लाग्छ हो, घरमा यस्तो मजाको फलफुल फलिरहेको हुन्छ है। कोहीभरि लट्रम्मै पुरा सुन्तला होइन, आँपहरू स्याउहरू फलिरहेको हुन्छ, तर खान्न यार यिनीहरूले टिपेर यार, अचम्मै लाग्छ। बरु सुपर मार्केटमा जान्छ किनेर खान्छ है, तर आफ्नो घरमा फलेको त्यो रुखमा फलेको खाँदैन कि। अनि मैले किन यस्तो गर्छ त भनेर यहाँ पुरानाको साथीहरूलाई सोधेको, खै यिनीहरू त यस्तै हो,
आफ्नो घरमा फलेको किराले खाँदै खान्न, बरु त्यो कुहिएर सडेर जान्छ होइन, किरा लागेर झर्छ भुइँमा जान्छ, तर यिनीहरूले खाँदैन। यिनीहरूले सजाउनलाई राखेको हो यो भन्छ कि सबैले कि यिनीहरूलाई चाहिँ यसरी घर वरिपरि फलफुलहरू राखेर सजाएको चाहिँ मनपर्छ भन्छ कि त्यो सिस्टम चाहिँ यिनीहरू छ होइन। अब हामीले चाहिँ अब कहाँ छोडिन्छ त्यस्तो यार। अब हामीले त सानोतिनो होस् सायद जस्तो काँचैमै पनि टिपेर खाइन्छ होइन आँपहरू त। यहाँ त यिनीहरू त खान्न हो साथी हो, यो चिज चाहिँ अचम्म लाग्छ यहाँको मान्छेहरूको है। बरु त सबैको आफ्नो ठाउँको आफ्नो चालचलन सिस्टम हो है। अब हामीलाई अब बाल्यकालदेखि पुर्खौँदेखि नै त्यही बानी परेको नेपाल हामी त्यस्तै गर्छौँ। अब यिनीहरूको पहिल्यैदेखि पुर्ख्यौली नै त्यही होला, त्यही सिस्टम होला, त्यो चिज छ। बिहान ऊ त्यो मेरो पछाडि गएको कुहिरहेको छ नि त्यत्तिकै नै म मात्रै छाता ओढेर हिँड्ने, सबैजना हाँस्छ अब होइन। अब के गर्ने साथी हो, विदेश भन्छन् मान्छेहरूले, म पनि आएँ विदेशमा होइन। सुखले कि दुःखले हो म पनि आएँ युरोपमा भन्नेको हेर गीत चाहिँ त्यस्तै भयो। आइएछ अब जसो तसो काम गरेर चाहिँ आम्मामा यो छाता ओढेको यस्तो रापा यार घामको है। यस्तै छ जिन्दगी साथीहरू। आउनुहोस्, समर सिजन हो, अब कामहरू सुरु भइसकेको छ, रेस्टुरेन्टहरू होटेलहरू सबै खुलेको छ है। ढुक्क भएर आउनुहोस्, आउन चाहने मान्छेहरू। अब के गर्ने, मेरो त यस्तै छ। अब अरूको कस्तो छ मलाई थाहा छैन, सायद अरूको मेरोभन्दा राम्रो पनि होला नराम्रो पनि होला। हरेक ठाउँमा राम्रो नराम्रो हुन्छ। साइप्रसमा बिचरा कति दुःख पाएर बसेको पनि होला काम नपाएर होइन। साइप्रसमा फेरि कतिले धेरै पैसा कमाएको पनि छ होइन। यस्तै हो साथीहरू जिन्दगी भन्ने कुरो, केही छैन, जस्तो तसो गर्नै पर्छ होइन। ल हुन्छ साथीहरू, अब यहाँबाट उता चाहिँ म भिडियो खिच्दिनँ होइन, काम गर्ने ठाउँ नै आइपुग्नु होला। फेरि अर्को भिडियो तपाईँहरूसँग भेटौँला के अरे। ल अहिलेलाई चाहिँ ल छुट्न चाहन्छु, ल हस् त अझै, ल बाई बाई ल।